ल हेर्न सक्नुहुन्छ है बाइक कस्तो हालत कस्तो भयो धुलोले आमा। हे नमस्ते एभ्रिवान, दिस इज बाई मनिष। वेलकम ब्याक टु माई च्यानल। होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। आज पनि सटरडे, सधैँ जसरी राइड निस्किसकेको छु। म चाहिँ यता यो एयरपोर्टको बाटो हिँडेर यताको बाटो कन्स्ट्रक्सन हुँदो रहेछ क्या, बाटो बन्द रहेछ। बाटो छ होला भनेर म पुरा आइदिएको, लास्टमा बाटै रहन्छ कि अब एक राउन्ड हान्नु पऱ्यो यार। सो अहिले चाहिँ म रत्नचोक हिँडिरहेको छु। अब हाम्रो अब केटाहरूको जक्सन भनेकै रत्नचोक हो। मिङ्गाएन लिन्जाने रत्नचोकबाट निस्किसकेको छौँ है। अगाडि उचाल्दै हुन्छ। ल हिँड न, हिँड अगाडि हिँड न तिमी नि अगाडि। ल हाम्रो सफल सर, हाम्रो नेपाल है। अब टक्कलार हामी चाहिँ अब अमरसिंहमा हाम्रो एमएम गुरुङ एमएम ब्लग छ भने उसलाई चाहिँ अब पिक गर्नु पऱ्यो। उसले बाइक लिएर आएको छैनन्, गाडीमा आएको छन् भने नभए बाइकमा उसले राख्नु पऱ्यो। अनि त्यसपछि आवर राइड स्टार्ट। अहिले स्टार्ट भइसक्यो होइन, तैपनि सब पिपल फुलफिल हुन्छ नि त। अरू पुरा जोस र बागरका साथ है, एकदम जोसमा हामी के जोसमा भगवान्लाई हान्नुपर्छ आज पनि। खै कता कहाँ केटाहरू, म त फेरि हजुरलाई हेरेको कि हजुर माथि जानुहुन्छ कि भनेर। ठिकै छ, केटाहरू यहाँ रहेछन् यार। खै मिङ आएन? ओ बुलेट लिएर आइसकेको छ त। मिङ सर आइसकेको अवस्था यार। हाई भन्दै नि त ब्लगमा, हाई भन्दै नि त, हाई भन्दै न। हिँड्यो है हामी चाहिँ मिङलाई कुरेर है, एकछिन गफसप हान्यो मिङलाई भेटेर। अनि निस्क्यौँ। हामीसँग चाहिँ आज कति रहेछ, एउटा बुलेट, दुईवटा बुलेट, अनि त्यसपछि गएर मेरो एनएस अनि अर्को एनएस अनि उजुलाको 220 गरेर टोटल एउटा दुईवटा तिनवटा चारवटा पाँचवटा भयो है। हाम्रो मिङको चाहिँ बाइक, उसले मिङले चाहिँ बाइक लिएर आएको थिएन है। मिङले चाहिँ सफलको बाइक चलाइरहन्, सफल चाहिँ हामी बाइकमा अलिकति पहाडी बसिरहन्। सो मिङको घरबाट चाहिँ बाइक दिनु भएन अरे भन्ने कुरा सुन्ने होइन। अब बाइक चलाएपछि चलाउने मान्छे लोटिहाल्छ है। बाटो अब बाटो पनि त यस्तो जाने होइन, खल्टो खुल्टो, अब कहिले काहीँ त लोटिहाल्छ नि, त्यो बाई मिस्टेकले भएको होइन। सो मिङलाई चाहिँ त्यस्तो नगरिदिउँ है। हजुरहरूले हेरिदिनु हुन्छ भने भिडियो, मिङलाई चाहिँ भनौँ न अब त्यो गल्ती उसलाई चाहिँ अब त्यो सेफ भएर चलाउनु पर्छ भनेर चाहिँ भन्नु चाहिँ पर्छ। तर बाइकै नदिने, अब चलाउँदै नचला भन्न चाहिँ हामी मिल्दैन क्या। हामी हिँडेको चाहिँ अर्मलाको डाँडा हो कि होइन? कहाँ हो हामी जाने हिँडेको? अर्मलाको डाँडा हो है। के भन्छ, अर्मला कोट पनि भन्छ क्या त्यो ठाउँलाई है। अहिले चाहिँ हामी कुन ठाउँ छ, रानीपौवामा छौँ। अहिले चाहिँ हामी यो मणिपाल के भन्छ यो ठाउँलाई, नदीपुरको पुलमा आइसकेका छौँ। मेरो चाहिँ 500 सब्सक्राइबर पुग्नै लागेछ है। यो भिडियो हाल्दा चाहिँ 500 सब्सक्राइबर पुग्छ पनि होला है। थ्याङ्क यू फर जसले सपोर्ट गर्नुभएको छ, उहाँहरूलाई थ्याङ्क यू भन्न चाहन्छु म है। सो कसले सब्सक्राइब हान्नु भएन है, भिडियो हेर्नुहुनेहरूले। सो सब्सक्राइब हान्नु भएन भने सब्सक्राइब हानिदिउँ, सपोर्ट गरिदिउँ। अहिले चाहिँ हामी लामाचौरको बाटो हिँडेर आएको छौँ है। हामीसँग राइडमा जोइन हुन मन लाग्ने साथीहरू पनि जोइन हुनु सक्नुहुन्छ। केटाहरू अगाडि पुगिसक्यो। बाटो हेरेन, बाटो देखेर रन गइहाल्यो। सो कोही नयाँ साथीहरू हुनुहुन्छ भनेदेखि राइड जानु मन पर्ने है, हामीसँग जोइन हुन सक्नुहुन्छ। केटाहरू सिधै गइदिएछन् यार, यहाँबाट तल जाने हो, यहाँबाट तल। हामी चाहिँ भर्खर महेन्द्र गुफाबाट तल हो है, यो अर्मला जाने बाटो चाहिँ। सो हामी चाहिँ जाने यताबाट हो। केटाहरू कता गयो चाहिँ अर्मला चोकबाट हिँड्यो है। केटाहरू पुरा अर्मला डाँडा जाने भनेको, केटाहरू त पुरा उता ढिकी डाँडा पुगिदिएछन्। अनि सफलहरू चाहिँ ढिकी डाँडा पुगेर फेरि फोन हानेर हामीले बोलायो, केटाहरू रिटर्न आयो फेरि। त्यो केटाहरू चाहिँ अब अगाडि लगाएर हिँडिराखेको छ। अब त त्यस्तो त्यो बाटो छैन होला, भुलिन्छ तैपनि केटालाई अगाडि लगाएको छ।
ल यहाँ पनि पुल रहेछ पुल खक्का पुल ए उडायो धुलो केटा चाहिँ यताको बाटो चाहिँ बन्न लागेको रहेछ क्या हो भर्खर भर्खर रोलर लगाएको जस्तो छ है हल्का धुलो चाहिँ छैन ल के हो पानी पर्दा जस्तो पो भयो यार पानी पर्दियो भने त रुजिन्छ नि यार नराम्रोसँग यस्तो जाडो महिनामा यार रुजियो भने नमजा हुन्छ उकालिदियो केटाले पुरा आम्मा उडा आज धुलो रहेछ यार बाटो कोही रहेछ क्या बाटो चाहिँ राम्रै लाग्यो उजललाई खाएर आमा उडा धुलो एउटा हल्का धुलो रहेछ धुलो धेरै खायो यार उडाइदिनु बिहान खाउँछ म सकिएन लास कुदा यार सकिएन बुलेट दह्रो कुदायो केटाहरूले आमा सुरुमा त धुलो छैन भन्दै दह्रो हिँडेको कहाँको धुलो नआउने यार धुलो खुवाउनु खायो बुलेट किङ भयो आज तर डेन्जर कुदायो केटाहरूले बुलेट आमा फाड्नु फाडे त खोइ अरू केटाहरू त पछाडि दुईटा त मैले जित्छु होइन कति गियर डाउन गरेँ सकिनँ टायर मात्रै घुम्यो बाइक कुद्दै कुद्दैन केटाहरूले धुलो उडाएर धर्म पुऱ्यो छैन नत्र धुलो खाएको खै उड्यो 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 बाइक उड्यो अझै रहेछ यार धुलो त यार धुलो त इन्जिन हान केटालाई कुर्नु पर्यो यार जस्तै धुलो आजको आए केटाहरू भाइ कहाँ गएको आमा कहाँ बटाएर त्यो मान्छेले राम्रो फालिदिन्छ भनेको त्यहाँबाट यो बाटो नि पिच हुँदो रहेछ क्या है बाटो खोइ बाटो खोइ बाटो बाटो देखाइन रे ओए केटा बोज इबो मारा कारण दार ब्रा ए सयो ए कडा कडा दामी 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 ए चल पर इन्डुरो राइड भइरह है लास्टै ए उडा फेरि फेरि ट्र्याक्टर आएर बस्छ बिचमा चाहिँ होइन बाटो कहिले हो कि हामी पुग्ने यार यस्तो धुलो खाएर
ओए माछाडा काड़ा ढुङ्गामा बाइक ढ्याङपछि हेले यार बढाएको ढुङ्गा त बाइकै ढ्याङपछि हेल्छ यार म त यस्तो आएको ढुङ्गामाथि बाइक पऱ्यो अनि बाइक त यस्तो ल हेर्न सक्नुहुन्छ है बाइक कस्तो हालत कस्तो भयो धुलोले आमा एमएम गुरु बाफ रहेछ धुलो तर देश रमाइलो भयो अहिलेसम्म त है ल अलिकति नेता ठाउँ आयो यार धुलो नउन्नी शान्त वातावरण लास्ट धुलो 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 केटाहरूले धुलो पनि कम खुलायो त नि यार धुलो इन्डुरो राइड भयो म त मान्छे चिन्न नसक्ने भएछु क्या धुलो त यस्तो पनि हुँदो रहेछ क्या बाटोहरू यस्तो यस्तो पनि भेटियो क्या हामीले यहीँ अरे let's go हिँड्नु के ढुङ्गा छापेको बाटो छ त यार यहाँ त कडा हो कराउला नि यार घरको आँगन आँगन लिएर हिँड्दा यार आँगन त होइन होला बाटै होला जस्तो लाग्छ के मलाई ल हालिदियो कडा ल हालिदियो ल क्या उठला बाटो छैन बाटो छैन भनेदेखि होइन यहाँ उता नलगाऊँ बाटो छ होला भनेर सोलिङ हालिदिएको क्या
हामीले चाहिँ यो बाटो हालेको, यो बाटो लास्ट अप्ठ्यारो रहेछ। उता गएको त सिँढी रहेछ होइन, यहाँ त जोसेर हालिहाल्यो हामीले है। सो अर्को बाटो रहेछ क्या। कडा कडा केटाले कडा हाल्दा तर केटाहरूलाई मान्नु पर्छ, केटाहरू जोसेका हुने अरे रामा। सिँढीमा हालिदिउँ भनेको ल हालिदिउँ रे के केटाहरू त ए रामा। मलाई पुरा मेरो बाइकको टेन्सन भइरहेको छ, हालिन्छ ठकिन्छ कि भनेर होइन, नत्र मैले हाल्थेँ, टेन्सन थिएन मलाई होइन। तर केटाहरू मतलब जोसेका यार हाल्नलाई आम्मा कडा यार कडा। सो खासमा जानुपर्ने बाटो चाहिँ यो रहेछ। हामी उताको बाटो उक्लियौँ, अब यो बाटो नि उक्लिदिउँ न त। पुरा सोलिङको रहेछ यार बाटो, केटाहरूले उकाले खान्छ होस्। म सिङ्गल छु, मेरो बढी उक्लिन्छ क्या, केटाहरू डबल छन्। सो ओए खत्रै उक्लियो ओए ल, एक बेला पनि तान्न सक्दैन यार उक्लिएर। तान तान बसन्ती तान, तान 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 र एक बेला नतान्ने क्या, हापडा दिनै पर्ने क्या, कस्तो खत्रै रहेछ। सही सही। सो गाइज अहिलेको राइड चाहिँ एकदम रमाइलो भइरहेको होइन, बवाल भयो इन्डुरो राइड होइन। धुलो ए बुलेट केटाहरूले आमामामा कति कुदाएको ओहो। के अरे बेनी भर्सेस पोखरा बुलेट, बेनी राइडर्स भर्सेस पोखरा राइडर होइन। अफरोडमा अब हामीले डट होइन एनएस चाहिँ पुरा फुल अफरोड हानिराखेको छौँ है। अनि अब केटाहरूको इन्ट्रो नि गराउनु पऱ्यो नि त होइन, तिम्रो इन्ट्रो हान्यो नि त होइन। माइसेल्फ मिस्टर रञ्जन श्रेष्ठ, अनि म चाहिँ यो ग्रुपको एडिटर है। अनि हजुरहरूलाई नि अब केही गर्नु छ भने लाइक हुन्छ नि, एडिटर गर्नु छ भने पहिला सुरुमा चाहिँ मनिष भ्लगलाई सब्सक्राइब गर्नुहोस्, अनि उहाँलाई इन्स्टाग्रामहरूमा फलो गरेर उहाँसँग सोधेर चाहिँ हजुरले म भट्या पुग्न सक्नुहुन्छ होइन। ऊ चाहिँ एकदम दामी राइडर हो होइन, अपलोडसँग कहिले नि डराउँदैन होइन, उसलाई बरु बाइकको चिन्ता छैन होइन। उसले चाहिँ अब सब्सक्राइबरहरूले भने जस्तो कन्टेन्ट निकालिदिन्छ होइन, चाहे जेसुकै होस् आफू लडोस् होइन, मतलब छैन कि, किनकि ड्राइभर होइन नि त नलड्नको लागि, राइडर हो, राइडर भएपछि लडिन्छ होइन। त्यसैले होइन दामी दामी भिडियोको लागि मनिषलाई सब्सक्राइब गर्नुहोस् होइन। हजुरले यो भन्दा नि बवाल देख्न पाउँछ, यो त जस्ट टेलर भन्छ नि, टेलर हो ल। भेटिराखौँ हामी सबैलाई कस्तो कस्तो अनुभव भयो त नि बबाल बबाल भिडियो हेर्नलाई अनि बाइक चलाउन सक्यौ नि तिमीले हैन? ढुक्क यस्तै सजिलो। अनि हाम्रो एमएम गुरुङ कस्तो भइरहेको? ए खतरा चलाए गाइस मैले आज। ल तिमीले सक्यौ अब इनको म तिम्रो नाम भन्दै नि त। मेरो नाम राजन श्रेष्ठ। आजको राइड चाहिँ दामी भयो, बबाल इन्डुरो। ए जाम कस्तो मागिरह्यो ल। Hello guys, namaste from Travel World. This is Bish Nepal. अनि मेरो प्यारो साथी चाहिँ मनिष भ्लग। अनि हामी सँगै राइडमा भइरहेको छ र एकदम मिठो मजाको कलाइ हुन्छ हाम्रो चाहिँ होइन। ल किप सब्सक्राइबिङ, किप सपोर्टिङ। अनि अहिले चाहिँ जस्ट त्यही हो गाइस, किप इन टच। युट्युब च्यानल छ है, म उसको लिङ्क डिस्क्रिप्सनमा राखिदिन्छु है। ओके ओके, थ्याङ्क यू सपोर्ट गरौँ है त ल। थ्याङ्क यू सो मच। ल दाइ अब यता नि यता बोलाउँ के ल। म त एकदम हेभी खुसी छु क्या, भिडियो हेर्दै मक्ख भइरहेको छ। दाइको 1K पुग्दैछ होइन? मेरो भिडियो हेर्दिनु होला। यो भिडियो अब दाइको भिडियो आउँछ चाहिँ 1K पुग्छ होला होइन, मेरो पनि 500 पुग्छ होला के। पुग्नु पर्यो, पुग्नै पर्यो, पुग्नु पर्यो, पुग्छ होला हैन? हो यो वाला डाइरेक्ट ठुनु पर्ने चाहिँ। सो अरू त्यस्तै हो। हामी आएको त ठाउँ थाहा पाइसक्नु होला के होइन, अर्मलाको कोट होइन। कोट चाहिँ त्यहाँ छ, हामीले ड्रोन सुट पनि हान्यौँ है। धुलो त लास्ट एक्सट्रिम होइन, के भन्ने अब एक्सट्रिम भन्ने कि के भन्ने होइन। धुलोले बाटो कस्तो थियो भन्ने नि देख्न पाइयो छैन कि, हामीले ढुङ्गा थियो कि माटो थियो कि होइन, बाइक उफ्रियो मात्रै त्यही हो। अनि अब चाहिँ अर्को बाटो जान्छ, मलाई हामी भला पनि सिनी बाटो जाने भन्ने कुरो हो। अब क्यामेरामा चार्ज पनि छैन त्यति धेरै, हेरौँ अब क्यामेराले कति छ धान्छ है, जति टाइम छ धान्छ त्यति टाइम छ चाहिँ खिचौँ है। ल मोटो भ्लगमा भेटौँ भने त ल बाई। अहिले चाहिँ फर्क्यो हामी, गोबरमा चार्ज पनि छैन। कति बज्यो अहिले? 4 बज्यो है। बिहान हामी कति बजी निस्केको थियो? 11 बजी निस्केको, 4 बज्यो। अब म गोबरले कति टाइमसम्म हान्छ त्यति टाइमसम्म भिडियो हान्छु। धुलो त धुलै हो। हजुरहरूले यो अफरोडमा यस्तै कुदाउने हुन्छ नि है, सेफ्टी गियर लाएर चाहिँ चलाउनु है। हामी चाहिँ विदाउट सेफ्टी गियर लाएर चलाएको छौँ है।
सो अब हामीले नि सेफ्टी गियर लिने हो है। अहिले चाहिँ म लास्टमा हिँडिरहेको छु क्या, अघि धुलोले त्यही नदेखेर है बल्ल थाहा भयो अघि बाटो यस्तो रहेछ भन्ने। अघि त आमामामा यस्तो बाटो गइयो रहेछ यार हामी यार, धुलोले केही थाहा पाएको थिएन क्या मैले। ए राम्रो डेन्जर ढुङ्गा रहेछ, आफ्टर एन्ड बिफोर भयो क्या। ए बाइक चिप्लेको धुलोमा पहाडीको टायर त बसेकै छैन क्या। अगाडिको ब्रेक हानु मन लुट्छ कि भन्ने डर है, पहाडीको ब्रेक हान्यो भने हिँडिरहेको छु क्या म। तर यो बाटोमा चाहिँ उक्लिन सजिलो, ओर्लिन धेरै गाह्रो यार। केटाहरूको डबल लोड भएर सजिलो भयो होला, मलाई त यार सिङ्गल लोड भएर बाइकले ग्रिपै लिएन क्या। अलिकति ओह्रालो पर्ने बित्तिकै बाइक त सर्रै चिप्लेछ क्या, ब्रेक त लिनै भएन क्या। अझ कतिजनाले मलाई मेसेज गरिराख्नु भएको थियो है, भिडियो एडिटिङ होइन यस भ्लगको सम्बन्धी है। सो मलाई इन्स्टामा फलो गर्न सक्नुहुन्छ, मेरो इन्स्टाको लिङ्क तलपट्टि हुन्छ। मलाई चाहिँ म इन्स्टामा एक्टिभ हुन्छु, म फेसबुक त्यति चलाउँदिनँ है, म इन्स्टामा एक्टिभ हुन्छु। इन्स्टामा चाहिँ मलाई फलो गर्दा हुन्छ। अघि उकालो जाने बेला कति छिटो बाटो आयो जस्तो भयो, उकालोमा त कुदाइयो नि त हामीले, ओह्रालोमा त मलाई लास्टै लामो लाग्यो यार बाटो। कतिखेर तल रोड आउला जस्तो भइसक्यो, केटाहरू छोडेर गइसक्यो। सो गाइज गोप्रोले साथ देला जस्तो छैन, ब्याट्री डाउन हुन लाग्यो। सो त्यसैले भिडियो चाहिँ इन गर्छु। ल गाइज लाइक सेयर एन्ड सब्सक्राइब भन्न चाहिँ नभन्नु होला है। किप लभिङ, किप वाचिङ है। ल अहिले चाहिँ छुट्यौँ गाइज, बाई।